गाइज वेलकम ब्याक टु माई भ्लग अगेन। सो म चाहिँ विष्णु थारू फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु र तपाईँले देख्दै हुनुहुन्छ म चाहिँ आफ्नो गाउँठाउँको घरतिर छु र तपाईँले भ्युज हेर्न सक्नुहुन्छ जुन चाहिँ यो शिव मन्दिर हो हाम्रो गाउँको र तपाईँले पछाडि देख्न सक्नुहुन्छ यो अत्रहट्टीको कमल पोखरा हो। एन्ड यु नो द्याट आई एम बोर्न हियर एन्ड दिस भिलेज कल अत्रहट्टी and I know every year the fair is held in Fagun and everybody came here for the Mahashivratri fair र तपाईहरुले अवश्य नै यो गाउँठाउँ चिन्नु भएको होला। Everyone just get touch with me. I will update more video and more vlog regarding about myself र तपाईहरुले धेरै कुरा थाहा पाउन सक्नुहुन्छ र म लास्टमा तपाईहरुलाई एउटा सिनेमेटिक भिडियो म देखाउने छु। तपाईहरुले स्किप नगर्दिनु होला। लेट्स स्टार्ट। तपाईले अवश्य नै हेर्नु होला लास्टसम्म। र हामीले आफ्नो गाउँठाउँमा बस्दाखेरि प्राकृतिक वातावरणसँग घुलमिल हुँदाखेरि कति हाम्रो मन शान्ति हुँदो रहेछ तपाईहरुलाई अवश्य नै थाहा छ। मन त सबैजनालाई लाग्छ आफ्नो गाउँठाउँमा बस्दाखेरि र रमाउँदाखेरि, तर तपाईहरुलाई थाहा छ आफ्नो घर परिवारको जिम्मेवारी र अवस्थाले गर्दा हामीले बिर्सनु पर्दो रहेछ। भगवानलाई अवश्य नै तपाईहरुले सम्झिनुस् र पूजा गर्नुस्। तपाईको मनको शान्ति अवश्य नै मिल्नेछ। थ्यांक यू सो